नमस्ते, स्वागत छ मीनाको भान्सामा। आज म बनाउन जाँदैछु साथीहरू, यो सुकेको साग हो हैन। सुकेको साग र आलुको ग्रेभी बनाउन जाँदैछु। यहाँ चाहिँ आलु पनि काटेर राखिसकेको छु मैले। त्यसपछि यो लसुन भइगयो, प्याज अनि 3टा जति सुकेको खुर्सानी राखेको छु र त्यसै गरी मैले यो गोलबेडा चाहिँ 8-9 वटा दाना राखेको छु। यो साग चाहिँ तोरीको हो साथीहरू हैन। र यसलाई चाहिँ मैले भिजाएर 1-2 घण्टा भिजाएर राखेको थिएँ। अब म पकाउन जाँदैछु है त। सुरुमा मैले तेल तताएर मलाई थोरै मेथी चाहिँ यसमा फुराछु हैन। त्यसपछि अघि काटेको प्याजहरू लसुनहरू सबै फुराउन राख्दैछु मैले यहाँ। एकछिन चलाउने, त्यसपछि अलि ब्राउन कलर भयो भनेपछि मैले चाहिँ यसमा आलु राखिदिएको छु। आलु चाहिँ अलिअलि गरेर राखिदिएको छु। त्यसपछि मैले मजाले चलाएँ हैन। चलाउँदै पकाएपछि अब मजाले भुटेको छ अब यो हैन। अब यतिको भएपछि अब हाम्रो त्यो भिजाको साग चाहिँ यसमा राख्न पनि मिल्छ अब। र यसलाई चाहिँ मैले यो सागलाई मजाले पानी निचोरेर चाहिँ प्लेटमा राख्दैछु हैन। अब अलिअलि गरेर प्लेटमा राख्दै गर्नुपर्छ। अनि त्यसपछि सबै पानी निथरेर राख्यो भनेपछि मैले धेरै पनि बनाएको छैन, ठिक्कै थोरै बनाएको छु हैन। त्यसपछि मैले आलुमा राखिदिएँ, त्यसपछि हल्दी राखेँ हैन। अनि नुन राख्ने स्वाद अनुसार। र मैले यो टमाटर सट्टामा मैले गोलबेडा राखेको छु, किनभने यो गोलबेडाको स्वाद अलिकति भिन्नै खालको हुन्छ हैन। अलि अमिलो अमिलो भएको हुनाले चाहिँ अलिकति मिठो पनि हुन्छ। त्यसै कारणले चाहिँ मैले गोलबेडा राखिदिएँ र गोलबेडा राखेपछि मजाले यसरी भुट्यो छ हैन। अब यसमा चाहिँ पानी थोरै राख्छु, म धेरै पनि राख्दिनँ। मैले यसमा 1 गिलास मात्र पानी राखेको छु। अब यसमा झोल पनि खासै मिठो हुँदैन। अनि ढाकेर राखिदिएँ। त्यसको 15-20 मिनट जति मैले ढक्कन खोल्दाखेरि चाहिँ मजाले पाकिसकेको रहेछ। र आलुलाई मैले काटेर पनि हेरेँ, आलु पनि मजाले काटिसकेको रहेछ। अब यतिको भएपछि हाम्रो चाहिँ तयारी भयो तरकारी हैन। र मैले कचौरामा पनि खनाएँ। कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला साथीहरू। र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। हजुरको दिन शुभ बितोस्। धन्यवाद।